Hello and namaste guys, welcome back to new vlog. It's your boy Crash Rest. अहिले चाहिँ म तपाईँसँगले भनौँ न यहाँ के अरे इलाका प्रयोग गरेर ढलानमा छु। तपाईँसँगले गइरहेको छैन, तपाईँसँगले भनौँ न यहाँ अब हामीलाई के अरे उता लाने हो र हाम्रो चाहिँ के अरे पूर्वाञ्चल स्कुल के भइरहेको छ ढलान पढ्न नयाँ बसपातिर त्यही जानुपर्ने हुन्छ। फेरि छुट्टाको हामी मान्छेहरू पक्नै म ब्याक अगाडि फ्रन्ट क्यामेराबाट भिडियो खिचिरहेको छु, ब्याक क्यामेरा अगाडि देखाउँछु ल। मान्छेहरू त्यो यो यताको साइडको चाहिँ उता खै डुबी कि नगएको भने हामी यताको चाहिँ हामी इटरीबाट आएको होइन, सतीसान आएको छौँ इटरीबाट चाहिँ। हामी यता स्कुलतिर जाँदैछौँ, यता छ होइन, मान्छे उता अगाडि पनि जाँदै हुन्छ है। सबजना म्याथ ल्याउनु रहेछ, म त म्याथ ल्याएको छैन, अब केमा सुत्नु थाहा छैन यार। यहाँ दिन्छ भनेर नल्याएको, दिँदैन के हो जस्तो लागेको छ। सबले ल्याएको चाहिँ म त हेर्दै केमा सुत्नै थाहा छैन। अब पुलिस गाडी आयो, पुलिसको गाडी आएर एकछिन म लोकलबाट किन भिडियो बनाएर एकछिन त तपाईँसँगले गाइस म अब तपाईँहरूलाई यतै गएर भेट्नुपर्ने हुन्छ जस्तो लाग्छ, किनकि एउटा भिडियो बनाउनु पाइँदैन होइन, भिडियो त ड्रेसमै पाइँदैन नि त। अब हामी चाहिँ ल ट्र्याक्टरमा गइन् गाइस लिफ्टमा आएर होइन, सरले भने जानु हो एम्बुलेन्स दुइटा ल एउटा मेमोरी हुन्छ नि यो भयो भने। ट्र्याक्टरमा बाह्र मेरो ट्र्याक्टरको मान्छेले धन्यवाद यार मनैबाट। हजुर हाम्रो घाममा भिडियो यस्तो तातेको हुन्थ्यो। रमाइलो लाग्यो बसेर। अब हामी चाहिँ हाइवेनेरि निस्किन गइसक्यो। अब हप्तासम्मलाई त्यहाँ भेट गरेँ मैले तपाईँसँगले। हामी यो देशमा बोल्न मिल्दैन, तपाईँ टुङलुङ भनेर के अरे घन्टी बजाइदिन्छ हरेसम्मको अगाडि यो भन्न पुलिसको ड्रेसमा छु नि त, त्यता बोल्न मिल्दैन साइडमा केही कुरा होइन। हाइवे निस्क्यो ल गाइसहरू, हामीलाई पूर्वाञ्चल यान्चो विद्यालय ए हामी यो मान्छेको सनिप छेत्रीको हो क्या यो स्कुल। आइपुग्यो ल कच्चाको राखेर सुत्ने होला। हामी झर्छौँ गाइसहरू, बिटो ल्याउने अरे आइम गाइसहरू त थाहा भएन। सो यहाँ आयो होइन, तपाईँसँगले यो स्कुलनेरि रमाइलो भएछ। लुगा सुगा जान्छ यो बाहिरको माथिको लुगा फेरि, अनि यहाँ सक्स भेट्यो गाइसहरू। अनि मेरो झोला यहाँ छ, यस्तै रुम यस्तो छ यार। अलरेडी बेलुकाको टोरी पनि आइसक्यो तपाईँसँगले हेर, पूर्वाञ्चल भन्दै आइपुग्यो। यिनीहरूलाई यो गाडीमा ल्याएछ। ओहो अब यिनीहरूलाई हामीसँगै राख्ने कहीँ छिन् यहाँ छिले जस्तो लेडिज छ जस्तो लागिरहेको छ, जेन्ट्स पनि आएको रहेछ र यहाँ त तपाईँसँगले अब एकछिन हेरौँ न। सो गाइजहरू अहिले चाहिँ तपाईँसँगले बेलुका भइसक्यो होइन, अब पानी छिटा सर हो कि होइन एक तपाईँसँगले भनौँ न। अहिले यस्तो छ माहौल, तपाईँसँग क्यामेरा कस्तो नराम्रो छ गाइजहरू भनौँ न। सब मोबाइल सिसा फुटेर भनेर छ, सब के भन्छ नराम्रो आउँछ क्यामेरा होइन, क्वालिटी। अब खाना खाने बेला पनि अब हुन आँटेको छैन, अब एकछिन हुन्छ गाइस खाना खाने बेला। अब खाना पनि गाइस यार पैसा 150 रुपियाँ छाक तिरेर खानुपर्छ होइन। अनि म्याट्रेस पनि किनेर आयो अघि 300 गाइसहरू, लास्टै तनायो यार। म्याट्रेस सुत्नलाई पनि म्याट्रेस यताउति सब किन्नुपर्ने रहेछ, पैसा त सकिसक्यो लास्टै के भन्ने। अब गाह्रो छ हजुर, गाह्रो छ। सो गाइज दिस इज द नेक्स्ट डे होइन, तपाईँसँगले भनौँ न हिजो खाना खायो अरे। अनि त अहिले चाहिँ बिहानको ठ्याक्कै 3 बज्यो होइन, 3 बजे ड्युटी गइरहेको छु म होइन। हाम्रो ड्युटी 3 बजेदेखि 6 बजेसम्म छ गाइस, सबको 3 घन्टा राखेको छ होइन। मिलाएर अब पालै पिरो गर्ने हुन्छ यहाँ, त्यस्तो गाह्रो पनि छैन। म चाहिँ यहीँ रुम हो भने अब यहाँ यहीँनिर
टक्स भने एकजना यहाँ बस्छु म होइन, दुईजना बाहिर पर गेटमा बस्छ। हिजो देखाएको थिएँ नि मैले तपाईँहरूलाई त्यो अगाडि चिन्ने गेट त्यहाँनिर बस्छन्। यही छ ड्युटी, रमाइलो छ भन्नुपर्छ, नेट चलाउँदै बस्छु कुर्सीमा आनन्दले। प्रसार प्रसार गर्न पाइँदैन गाइस, त्यही भएर म चाहिँ मन्दिरमा घन्टी हेर्न आएको है। मन्दिरमा घन्टी हेरेर जान्छु म चाहिँ अब तकसँगले, बजाउन मिल्दैन होला। गाइसहरू अल्छी आइसक्यो ड्युटीमा बस्दा है। अब एक घन्टा बाँकी छ गाइसहरू, 2 घन्टा कटाइयो होइन। अनि टक्कसँग 1 घन्टा पछि अब अर्को पालो छ होइन। यो ड्युटी चाहिँ 24 घन्टा हुन्छ, तर पाले पिलो सिस्टम सजिलो छ भनौँ न। तर मभन्दा त सजिलो, किनकि म त खाने आमा खटेर हिँडेको होइन, यहाँ त बसिराख्नु बोझी गर्दा नि भयो होइन। टक्कसँग ड्युटीमै अब 1 घन्टा बाँकी छ भनौँ न, टक्कसँग रमाइलो भइरहेछ जिन्दगी। अङ्कल जानुभयो। वाइफाई छैन अङ्कल। हजुर खै गाइजु त्यही हो होइन। उहाँ चाहिँ अङ्कल हुन्छ हाम्रो गर्नु। उहाँ अङ्कलले चाहिँ मैले अस्ति भेटेको, कस्तो धेरै राम्रो मजाको हुन्छ। यिनीहरूमा भेटेको होइन, यिनीहरूदेखि अङ्कल हामी फेरि इलाकामा छुटेको थियौँ, फेरि यता भेट भयो डरानमा, खुसी लाग्यो। यता चाहिँ हाम्रो रुम छ होइन, तकसँगले म भित्रबाट बोलिदिनँ, अरू सुटेको हुन्छ डिस्टर्ब के गर्नु। तकसँगले म नबोलिकन भिडियो खिचेर आउँछु ल। यसरी यहाँ सुत्ने ठाउँहरू होइन, टक्कसले सुतिरहेको छ आरामले। अगाडि म यहाँ एकजना होइन, यहाँ ड्युटी गर्ने म एकजना, अनि त्यहाँ 2जना बाहिर हुनुहुन्छ, बाहिर गेटमा गरिरहनु भएको छ। हाम्रै दाइहरू हुन्छ टक्कसँगले, मेरै भनौँ न मेरै टोलीको 2 नम्बर टोलीको दाइहरू सँगै रमाइलो हुन्छ। दाइहरूसँग राम्रो दाइहरू हुन्छ भनौँ न। मैले म्याट्रेस ल्याएको हुन्छ, के भनेको थियो बिर्स्यो भने कुरा नगरौँ होइन। अब अगाडि चाहिँ तपाईँहरूलाई म एकछिनमा भेट्छु। जीवन यस्तै हो। काटौँ न यहाँ खोइ कसैले भन्छ नि सबैले कतिवटा Happy birthday to you, man. Happy birthday. So this is the next नेक्स्ट डे भन्नुपर्छ होला होइन। आज 20 गते हो, टक्कसँगले भोलि चुनाव छ। यता यो भनौँ न भोट हाल्ने ठाउँहरू यस्तो बनाइसक्यो कि मैला पुलिस छिर्ने अशक्तहरू यताउति होइन। मैले हिजो चाहिँ भिडियो बनाइनँ हौ, भिडियो बनाइनँ मैले टक्कसँगले होइन। हल्का अल्छी लागेको रहेछ अब, किनकि भिडियो फेरि हाल्ने बेला आइसक्यो। अनि टक्कसँगले हेर्नु न भिडियो हाल्नु पऱ्यो है। अब मैले भिडियो कमी भएको छैन रहेछ यार। अब अलिक लामो बनाउनु रहेछ भिडियो, 10 मिनट पनि भन्छ 5-6 मिनट पनि भएको छैन। कम्तीमा 9-10 मिनट गरेर बनाउनु पऱ्यो होइन। त्यो भएर बनाउँदैछु अहिले।
पोखिदेऊ भनेका तीहरू यस्तै चल्दैछ होइन यो लाउने भन्ने कामसित काम लाग्दैन गाइजहरू यार बाहिरको मान्छेहरूलाई लायो होइन टक्कसँग हाम्रो त गाइजहरू यहाँ धेरै राम्रो पायो भने पनि बस्ने ठाउँहरू चाहिँ स्कुल धेरै राम्रो छ यहाँ चाहिँ भनौँ न यो स्कुल चाहिँ छ नि राजा वीरेन्द्रको पालामा के कहिले बनेको रहेछ होइन यो स्कुलमा आएर भनौँ न यो चाहिँ भन्नुपर्दा खासमा होइन यो आँखा नदेख्ने डिस्ट्रिब्युटरहरूको के भन्छ नि अन्डर मान्छेहरूको यो स्कुल रहेछ टक्क यस्तो मान्छेहरू मात्रै पढ्दैछ यहाँ टक्क यस्तो बाटो हिँड्दै पनि नि यस्तोहरू यो सब उनीहरूको लागि हो उनीहरूले कस्तो सुई हिँड्छ अरे मजाले हुन्छ नि उनीहरूलाई अब बानी परिसकेको होला नि त मजाले हिँड्छ भन्थ्यो है अब अरू के छ अनि यो स्कुलमा चाहिँ राजा वीरेन्द्रहरू आउनुभएको रहेछ त्यो जमानामा 2044 सालमा कतिको मैले त्यहाँ देखिरहेको थिएँ होइन वृक्षरोपण गर्नुभएको रहेछ त्यो रुखहरू त्यहाँ बाहिरपट्टि छ है र यसो भनेर लेखिरहेको थिएँ राजा वीरेन्द्रद्वारा वृक्षरोपण भनेर के भन्छ राजा वीरेन्द्रका रानी पनि खै रानीको नाम बिर्सेँ मैले रानीद्वारा पनि वृक्षरोपण भनेर त्यहाँ रुखमा के भन्छ तासिरहेको थियो रुख चाहिँ राजा वीरेन्द्रले वृक्षरोपण गर्नुभएको रहेछ यस्तै छ जिन्दगानी है भिडियो बनाउनु पाएको छैन ड्युटी अब सकिन यति अब मनको गुनासो भन्नुपर्छ होइन कि कसो हो हजुर कहाँ गर्नुभएको रहेछ के वृक्षरोपण पहिला रुखहरू त हामीले त काटेको रुख भोट हाल्नको लागि बिहान 5 बजीदेखि सक्नुहुन्छ उहाँ जनताहरू आएर बसिसक्नु भएको छ गेट अगाडि होइन गाइजहरू योपालि सबजना सचेत भयो होइन 100 नेतृत्व चुनाव पुरानोले बिगारिसक्यो अब देश हामीले सपार्नुपर्छ हामीले गर्ने हो होइन टक्कसँगले सबजना गाइज भोट हाल्नुभन्दा अगाडि एकचोटि भाडा 23/24 गते सम्झिउँ होइन यो दिन बिर्सिन सक्ने छैन मैले मेरै आँखा अगाडि कतिकै भएको छ होइन गाइजहरू त्यो भएर गाइजहरू सबजनाले राम्रो सोच्नु होला जय देश जय नेपाल सबजनाले गाइजहरू परिवर्तन गर्नु होला बरु जसलाई भने नयाँलाई दिउँ पुरानोलाई चाहिँ दिँदै नदिउँ गाइजहरू ओके सबजना गाइज धेरै सोचेर हाल्नु होला तपाईँको भोलिको भविष्यको लागि तपाईँको छोराछोरीको लागि होइन सोचेर गाइजहरू है जय नेपाल ओके गाइजहरू सुन ड्युटी गर्नु छ निर्वाचन सफल पार्नु छ जय नेपाल सो गाइज दिस इज अर्को दिन कुन दिन हो मलाई थाहा छैन होइन भर्खर इटेर आइपुग्यो भनौँ न म भिडियो खिच्नै पाइनँ हिजो गाइजहरू चुनाव सकेको छ आज पाइसकेको छ होइन अहिले भरे 10 बजे बोलाएको थिएँ यहाँ इलाकामा तर म अहिले त्यतै जाँदैछु भनौँ न अलिक अस्ति साइकल राखेको थिएँ नि त मैले त्यहाँ साथीकोमा साइकल लिनलाई जाँदैछु कि मेरो सामान चाहिँ त्यहाँ सेन्ट्रल प्लाजा अगाडि के हुन्छ त्यही हाम्रो सेन्ट्रल प्लाजा गएर अङ्कललाई छोडेर गयो भन्नुपर्छ होइन त्यहाँ छोडेर जाँदैछु अब त्यहाँ सामान लिएर आउँछु के साइकल लिएर आउँछु त्यहाँको सामान लिएर घर जान्छ खाना खाएर आउनु पर्यो छु 10 बजे बोलाएको छ तर अलिक भ्याउँदैन कि जस्तो लाग्छ होइन हेरौँ के गर्छ छिटो गर्नु सकेसम्म छिटोसँगले जाँदैछु होइन आमा भिडियो बनाउनु पाएन मैले त सेट भन्छ नि सेट रमाइलो जिन्दगी मेरो फेरि तर गाइजहरू यो के भन्छ मेरो यता ढडान्दा पैसा लाग्छ छिटो खाना भनौँ यताउति भनौँ गाडी भाडा भनौँ है पहिला अति सिधी भनौँ अट्टी भनौँ हिँड्दै नेपालमा तालहरू यस्तो छ अनि डालेन्डाले राम्रो गर्न खोज्दाखेरि दिँदैन स्वरले होइन फुटबल पनि यस्तो छ नि यतातिर काठमाडौँ कस्तो राम्रो छ अहिले गर्नु पर्यो या विकास चाहिन्छ कि कसो अहिलेको मान्छे विशेष पैसा जाने खालको होइन अनि केही सुके अहिले चाहिँ हाम्रो धेरै ठाउँमा नि बाहेक ठाउँमा कि कति ठाउँ राष्ट्रपालले होइन धेरै भनौँ न मतले अघि बढिरहेको छ राष्ट्रपालले भनौँ न हान्छ जस्तो छ बहुमत होइन 2 आएको सरकार हान्छ जस्तो छ तपाईँसँगले कति मेरा कस्तो हाल्नु पऱ्यो होइन अहिलेसम्म गाइजहरू भौतेलाई पनि होइन
खै धेरै ग्यापले दिइरहेको छ एमालेलाई केपिलाई पनि ब्यालेन्स हाले धेरै होइन धेरै ठाउँबाट भनौँ न रासोपाको धेरै सिट आइरहेको छ मलाई लास्टै खुसी लागिरहेको छ यसमा चाहिँ होइन मैले हिजो यस्तो गरेँ नि है देशको सुरक्षा अहिले म घरमा बस्दा तपाईँलाई भन्छु होइन त्यसको लागि ध्यान दिने व्यक्ति क्या म सो गाइजहरू दिस वाज द नेक्स्ट डे टकसँगले भनौँ न होइन म चाहिँ अर्कै भनौँ न अलिक धेरै दिनपछि यो भिडियो कन्टिन्यू गरिरहेको छु भनौँ न जब एउटा भ्लगको लागि मलाई कति दिन लाग्यो यार ठ्याट मेरो कति एउटा टाइम वेस्ट भयो मलाई थाहै छैन होइन गाइस यत्रो दिन मैले भ्लग बनाएन गाइस मलाई कस्तो टेन्सन भइरहेछ मलाई कति सजिलो भइरहेछ गाइस भ्लगहरू होइन नन्द ध्यान अब फेरि गाइस अस्ति जस्तै रफ्तारले कुराउनु पर्ने हुन्छ होइन जस्तै भनौँ आज बनाएको भ्लग हुन्छ 4 दिन पछाडि हाल्ने 3 दिन पछाडि हाल्ने जस्तो सजिलो बनायो भने सजिलो हुन्छ गाइस मलाई होइन कहिले दिन गाह्रो भयो भने सजिलो भयो भोलि एडिट हाल्नु नभए किनकि यस्तो भन्छ सधैँ एडिट हाल्नु गाह्रो हुन्छ होइन तर अनि अस्ति के भयो भने धरानमा चुनाव सफा पार्यो आइएम सो ह्याप्पी होइन यसरी शान्तिपूर्ण ढङ्गले बनाइयो है इतिहासै रच्यो भने नेपाली जहाँ धरानमा गएपछि म त नि कसैले निर्वाचन कि ढुम्ने पनि मुगालाई नखट्दै त म कसैले छिराउँदिनँ म भने किनकि मैले किन छिराउँदिनँ भन्नु मैले उनीहरूलाई छिराउँदै भने मैले भ्रष्टाचार गरेको सर हुन्छ त्यही भएर म कहिले भ्रष्टाचार गर्नेलाई पनि गर्न दिन्न बुझ्यो नि सो गाइस त्यही अब टुडे दिस मच फर टुडे होइन अब टुडे भ्लग आई वान इन हियर राइट नाउ होइन गाइस सो यो अब सी यू इन नेक्स्ट भ्लग बाई बाई